तपाईँ सबैको लागि यो साल एकदमै राम्रो होस् मेरो तर्फबाट तपाईँको फ्यामिलीहरूलाई फ्रेन्ड्सहरूलाई ह्याप्पी न्यू इयर। त्यसो त यो 31 को नाइट हो, हाम्रो अलिअलि प्रोग्राम छ, म त्यो देखाउँछु तपाईँले यो भिडियो। तर 1 तारिक देख्नुहुन्छ नयाँ सालमा, त्यसको लागि मैले ह्याप्पी न्यू इयर पहिल्यै भनिदिएँ। अहिले म हेर्दैछु एमाजोन प्राइममा आइसकेको छ, जसलाई थाहा छ यो त्यो सिरिज हो। अन्त अहिले खाँदैछु म झालमुरी चियासँग, किनकि पुरा जाडो छ। आज हाम्रो पिकनिक छ, हाम्रो त होइन, मेरो हस्बेन्डको अफिस पिकनिक हो। अन्त हामीलाई पनि जानु छ, तर मैले भरे जान्छु, खाना अलिक बाँकी सकोस् न, त्यहाँ ठन्डामा किन कक्रिनु नि। तर आसाममा हाम्रो एरियाको कम्पेरिजनमा यहाँ ठन्डा कम्ती छ, त अलिक रिल्याक्स छु म। यहाँ आएर अलिक राम्रो लाग्दैछ। त अब यो फटाफट खाएर म आफ्नो एपिसोड कम्प्लिट गर्छु। म पहिला वान मोर टाइम ह्याप्पी न्यू इयर मेरो फ्यामिली तर्फबाट तपाईँ सबैको लागि। यो साल तपाईँ सबैको लागि राम्रो होस्, एकदम ह्याप्पी होस्, हेल्दी होस्, तपाईँहरू एकदम टेन्सन फ्री होस्, सबै राम्रो होस्, चित्ताको पुगोस्। त्यति नै हो मेरोपट्टिबाट। ह्याप्पी न्यू इयर।